नानी रोड हो। यहाँ हामीले निकै फोहोर हुन्थ्यो पहिला बाटोहरुमा, निकै सफा गरेर चाहिँ मेम्बर बनायौं। यो ठाउँ पनि निकै फोहोर हुन्थ्यो, सफा बनायो। त्यहाँ हामीले ट्र्याक्टर ल्याएर सरसफाई पनि गर्यो, पुरै क्लियर बनायौं। र यहाँ पनि हामीले निकै सफा गरेका थियौं, पुरै सफा गरेका थियौं, पुरै एकदम क्लिन बनाएको थियो। राति रुँगेर फोहोर रुँगेर रातभरि बसेर चौकीदारी गरेर यहाँ हामीले सफा गरेका थियौं। फेरि पनि यो ठाउँ उस्ताको उस्तै फोहोरको काँडो बनाउँदाखेरि फोहोर हुँदैन भन्ने, सरसफाइको काँडो बनाउँदाखेरि हुँदैन भन्ने, अनि राति राति लुकेर फोहोरका डुङ्गोहरू लिएर आउनु। यो कसले फ्यालेको? विराटनगर मान्छे भन्दा बाहिर नगरपालिकाले फ्यालेको होइन क्यारे, बाहिरको मान्छे फ्यालेको होइन, होइन तपाईँ हामीले फ्यालेको फोहोर हो। अनि फोहोरमा फोहोर हामीले थपेको पनि छौँ, फोहोरमा त फोहोर हाल्यौँ भनेर हामी भन्छौँ। भेटियो भने एक दिन त आज हालेको, अरू दिन म हाल्दै हाल्दिनँ, आज बल्ल हालेको भनिन्छ। यस्तो छ हालत। यो कसरी सुधार गर्ने हो, होइन? यसको के गर्दा चाहिँ क्राइटेरिया गर्दाखेरि चाहिँ यो सधैँको लागि सदाबारको लागि राम्रो हुन्छ। अब यसको कुनै नियम बनाउनै पर्छ, मापदण्ड बनाएर यसलाई चाहिँ तपाईँले यसरी नै घर घरमा नमस्ते हजुर बनाएर मात्रै यो फोहोर व्यवस्थापन हुँदैन। हामीले गएर हजुर भन्ने भन्दा उपाय छैन। उहाँहरूले फोहोर हुँदैन भन्नुहुन्छ, मेरो किचन फोहोर हुँदैन भन्छ, म जलाउँछु भन्नुहुन्छ, उहाँले कार्ड पाउँदैन, लास्टमा ल्याएर फोहोर यसरी चाहिँ हाल्नुहुन्छ। ती व्यक्ति जो पेपर बनेका छैनन्, जसले मेरो फोहोर हुँदैन भन्नुभएको छ, जो चाहिँ कार्ड यहाँ म जलाउँछु फोहोर, मलाई फोहोर पक्रेर देखा भनेको छ, त्यस्ता व्यक्तिहरूको फोहोर आएको हो, होइन? जो बन्नुभएको छ उसको फोहोर पक्कै आउँदैन। पैसा तिर्ने त माया गर्छ उसले फोहोरलाई एउटा चाहिँ पोलिथिनमा राख्छ, अनि गाडी आउँछ, गाडी आउँदा फोहोर माग्छ र उसले फोहोर बोकेर गाडीमा डब्बामा हाल्छ। जसले फोहोरलाई माया गर्दैन, जसले पैसा तिर्दैन, त्यसले पनि फोहोरलाई माया गर्दैन। पैसा तिर्नेले त्यसको महत्त्व बुझ्छ र त्यसलाई माया गर्छ। हामी भन्छौँ नि, कमाएको पैसा मान्छेलाई मात्रै महत्त्व हुन्छ, अरूलाई हुँदैन भने जस्तै फोहोरको पैसा तिर्नेलाई मात्रै फोहोरको महत्त्व हुन्छ। यस्तो अवस्था छ। अनि नतिर्नेले के गर्छ भने यसरी